अहिले हामी चाहिँ रातिको 8 बजे एउटा स्कर्पियो गाडीको कार्बन क्लिन गरिरहेको छौँ। उहाँ चाहिँ काठमाडौँदेखि आउनुभएको थियो। उहाँको साथीले पहिला कार्बन क्लिन गराइसक्नु भएको थियो र आज चाहिँ उहाँको साथी आउनुभएको छ। यो मसिनले तपाईको इन्जन नखोलिकन इन्जनभित्रको जति पनि कार्बन हुन्छ पिस्टनको हेडमा भल्भ्समा यिनीहरूको सबै कार्बनलाई सफा गरेर फेरि गाडीको आयु लामो गर्छ र साथसाथमा गाडीमा यदि केही कमी छ भने कार्बन क्लिन गरिसकेपछि तपाईको पिकअपहरुमा आवाजहरुमा माइलेजहरुमा परफर्मेन्सहरुमा फेरि सुधार हुनेछ र हरेक वर्षमा गर्दाखेरि हामीलाई हाफ इन्जिन बान्ने टेन्सन चाहिँ हुँदैन। यो काम गाडी बिग्रिसकेपछि भन्दा नि यो काम एडभान्समा गराउने हो कि पछि गएर हाम्रो गाडी चाहिँ नबिग्रियोस्। साथसाथमा हामीसँग चाहिँ स्टिम वाश भन्ने पनि छ। हामीले चाहिँ गाडी पनि धुन्छौँ तर पानीले हैन बाफले। यो चाहिँ हाम्रो इन्टिरियरहरुको लागि हो र साथमा हामीले पुरानो ब्याट्रीलाई रिजनरेट गरेर फेरि एउटा न्यू ब्याकअप चाहिँ दिन्छौँ जुन कि तपाईको नर्मल ब्याट्री भन्दा 90% जति हुन्छ र साथमा हामीले तपाईहरुले ब्याट्रीमा वारेन्टी पनि दिनेछौँ। यो तपाईको बिग्रिसकेको ब्याट्रीलाई हैन जुन ब्याट्रीको ब्याकअप कम छ मानव 5 घण्टा चल्ने ब्याट्री अहिले आधी 1 घण्टा चलेछ भने त्यस्तो ब्याट्रीलाई रिजनरेट गरेर हामी फेरि 4-4.5 घण्टा चल्ने बनाउँछौँ र 1 वर्षको वारेन्टी पनि दिन्छौँ। र बस ट्रक गाडीहरुको ब्याट्रीलाई हैन यो इन्भर्टरको सोलरको ई रिक्साको यिनीहरुलाई हो। इभन तपाईको यो ईभी कारको लागि या लिथियम ब्याट्री या स्कुटीहरुको ब्याट्रीलाई पनि हैन यो मात्र इन्भर्टर सोलर ई रिक्सा ठुलो ब्याट्रीहरुको लागि मात्र हो। यो तपाईको 70 एम्पियर 60 एम्पियर भन्दा बढी भएको ब्याट्रीलाई